रौतहट 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ उहाँलाई बाचा कसम गर्नुस् कि तपाईले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ यहाँको पहिलो काम मेरो सुन यहाँको मेन समस्या के छ मेन समस्या भनेको यहाँ समस्या धेरै छ समस्या भने धेरै छ रे वा ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि मैले पनि त्यो पीडा बुझेको के कति गाह्रो हुन्छ गाडी चलाउनु भन्ने तराईमा यसको महत्त्वपूर्ण धेरै छ महत्त्वपूर्ण भूमिका छ भन्नु खोज्यो होला नि बुढाले मैले फुलफिल गर्दिन काम गर्छ म त काम गर्छु म त छ यस भाइ देशको फुलबाटमा चुनाव लड्ने छु म देशको फुलबाटमा केबाट चुनाव लड्ने आप कहाँ के ज्ञानी बाबा काका एउटा रमाइलो प्रश्न छ ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि म कदम पत्रकार दाजु यार पानी बनाएर छाडेके बुढाले यार मेरो बुढालाई नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमला पनि आएर भन्ने प्रश्न पनि छ नि होइन जेरी पकाउनु गलत हुँदैन है भाइ यहाँ पे क्या हो रहा है आए पकाउने हुँदैन बुढा आज त्यो जेरी पसलमा पुगेर जसरी मैले जेरी पकाएँ त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ ऋषिजी तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो वाट अ ब्रान्ड एम्बेसडर वाउ दादा मैले पकाएका जेरी खानेहरूले मलाई मेरो खेतमा पनि खन्ने मान्छे चाहिएको थियो तपाईँ पकाउन सक्नुहुन्छ सोधे रे अपन भी एक चाय का दुकान खोलेगा चाय चाय बेचके धनी बन जाएगा आज एउटा सानो मुद्दा होइन भने ऊ किसानले आफ्नो चाहिँ मूल्य अनुसारको पैसा पाउँदैनन् कस्तो अवस्था छ त मधेस त्यही एउटा एजेन्डा हेर्नुहोस् मधेसको पीडा अरू कुरा के गर्ने त्यही त किसानले आफूले उत्पादन गरेको मूल्य पाउँदैन तपाईमा सबभन्दा ठुलो विशेषता चाहिँ हाँस्न सुरु गरेको वाक्य टुङ्गिँदा रुन सक्ने पनि राजनीतिज्ञमा यो भन्दा ठुलो बुढामा एक्टर हो क्या एक्टरको नि महा एक्टर हुन् कि बुढा कहिले कार्पेन्टर बन्छ जनताहरूको हामीले भूमि बस्तीमा गयौँ खाली लाग्दछ क्या रौतर हामी सबैलाई म भन्न चाहन्छु हाम्रो देशका नेतृत्वकर्ताहरूलाई रौतर समस्यामा छ पीडामा छ मेरो चाहिँ कसले तारिफ गर्छ नि मेरो तारिफ गर्नु पर्दैन त्यो कम फिल्डमा रोज यार म मतलबै त्यसैले मैले एउटा सङ्कल्प गरेको छु रौतर जिल्लालाई म बनाउँछु जोसमा बजा चाहिँ मलाई अरू भन्दा ताली खान्छु रौतर जिल्ला म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन् नमस्कार फर्काएनन् भित्र गएर बसे नमस्कार फर्काएनन् भन्न नसकेर त्यसो भने कुन हगाई हो रे दादा कुन हगाई हो बुढा बेहोरा यसो क्या अझ बुढाले जबरजस्ती फरक्क निचरिहाल्ने हो ओहो रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता है काम गर्न गाह्रो छ नि भाइ गाह्रो त जान्नु छैन ताने बुढाले फेरि कति काम गर्न गाह्रो छ नेता मात्र हुन सजिलो छ होइन त भाइ मैं गाँव जा सकता हूँ अरे तू जा रही आपको लेकर जा सकता हूँ मैं काम करूँगा के बना रहे
बुढा त्यति गरेर म कभर आएँ ल ए 5 जतिलाई साइकल चलाउनु गाउँमा ब्रेक छैन कोई तरीका है भीख मांगने का? कति दूरदर्शी नेता मैं भी किसान का बेटा हूँ यस्तो दूरदर्शी नेता त देशलाई चाहिन्छ है आपके लिए अभिनंदन करता हूँ एक किसान के नाता अरे बुढालाई त धरस राखेर गरे नि त एजेन्डा आउँछ मैले एकदम खाका कोरेको छु रौतरमा के गर्ने के गरेछ नि बुढाले रौतरको विकासको लागि के गर्नुपर्ने 1 2 3 जस्तो शिक्षामा के गर्ने स्वास्थ्यमा के गर्ने पूर्वाधारमा के गर्ने रोजगारीमा के गर्ने पर्यटनमा के गर्ने कृषिमा के गर्ने सिँचाइमा के गर्ने धेरै एजेन्डाहरू मसँग छ अनि एजेन्डाहरू भन्दै भने चाहिँ सजिलो हुन्थ्यो नि त जनतालाई यो मेरो एजेन्डा छ यसरी ट्याक्कै सिँचाइमा म यो गर्छु त्यसमा के गर्छु सब कुरा भन्ने भने त जनताले भोट हाल्दै नि त काका हेर त जबरजस्ती हो जोड छ हाने हो मेरो बचपन दिल बचपन रौतर जिल्लावासीको एउटा सपना छ मेरो नि सपना छ युवा पुस्तासम्मले उहाँलाई देखिएगा 3 नंबर क्षेत्र के ढाक ढूब के बना दली पर्व चौबीस वही पार्टी से लड़े हो जाए खुशी हाँ बाबू चेंज करेगा पब्लिक क्षेत्र के परिवर्तन मेडिकल कॉलेज टेक्निकल कॉलेज इनका 5 गो फैक्ट्री एरिया में लगावे के लेकर विदेश जाओ होता है के मजाले हेरेको यार मलाई लाग्यो यार बुढाले होइन 1-2टा मान्छेलाई त माटक्ने हेराइमै खिदा पारिदिन्छ नि बुढा दिएर मलाई लाज लाग्यो यस्तो रे गर्दै हिँड्छ नि बुढा के गर्छ बुढा जबरजस्ती आउनालाई हाल्यो नि बुढाहरूको लागेको मुझे कैसे भी करके निकाल मेरे भाई मैं फंस गया मैले घोषणा गरेको छु चुनाव जितेर आउँछु यही घरमा बसेर खाना खान्छु ल भन्नुस् हुन्छ ल चुनाव जितेको एजेन्डा त्यति हो आज कमाएंगे हेर न बैठकर खाएंगे बुढा यार मन के सोचिरह होला अहिले तल आएर चाहिँ भोलि देख्ला मलाई हेर्नलाई तल टिकट काट्नुपर्छ भन्नु मोबाइल हाम्रो मोबाइल छ भाइ मोबाइल सुन्नु नि के भन्न चाहनुहुन्छ धमला सरलाई ओ बुढा के गरेको त बुढाले यारमा यस्तो रे अझ झनै चुपाइदियो नि त यस्तो चाहिँ नगर्नु नि हौ बुढाले घरकिले मारिदिन्छ सबलाई चुपाने बुढा हजुर 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 मलाई बस्ता दिन्छु घन्टी बजाउने भन्दाखेरि बुढालाई यार कस्तो मनमा घत परेको त पनक्क तानेर मजाले कस्यो नि काटे राम्रा यस्तो नि है मैले उहाँले जित्नु भयो भने कसले जित्यो उहाँ ऋषि धमाल सरले जित्नु भएछ भने म 30 किलोको खसी छ म गाउँलेलाई काटेर फेरि खुवाउने ल
अनि बुढा त मकै नि नाम के तपाईँको कति पोट हुन्छ राम्रो पढ्नु पढाइ कस्तो हुन्छ पढाइ कस्तो छ ठिक छ राम्रो छ पढ्नु ल चिन्नुहुन्छ उहाँलाई मोबाइल गर्छ मोबाइल छ नाटकै हो नाटकै हो नाटकै हो नौटङ्की अरूको घरमा चाहिँ बस्ने आफ्नै घर होइन नाटकै हो नाटकै हो नाटकै हो यस्तोमा के हान्नु बुढाले हाँस्नु त्यसमा यति बेला ऋषि धमला रौतहटको उहाँले न दसैँ तिहार न कहिले विवाहमा त आफ्नो विवाह 4 घण्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ एक वर्षमा बनेन भने के गर्ने हामीले बनेन भने के गर्ने हजुरले के गरेर हुन्छ 1 वर्षभित्रमा यो पुललाई सुचारू काठमाडौँ गएर लुकिहाल्नु टाटा गया जनता चेतिसक्यो नि क्या चुनावमा भोट हाल्दा हाल्दा चेतिसक्यो जनताले बुढालाई पत्ता ऋषि धमलाको हेड स्टाइलको अहिले निकै चर्चा छ ऋषि धमलालाई सलमान खानसँग तुलना गर्दैछन् के भन्नुहुन्छ तपाईँ यस बारेमा कसले के भन्छ कसले मेरो बारेमा छ नि पक्षमा अब त उहाँ कुनै हिरो सुटिङमा जानु भएको होइन त त्यहाँ कपाल कोरेर बस्नलाई उहाँ त त्यहाँ रात दिन दुःख गरेर बुढा फिल्ममा झनै रोइदियो नि बुढा यदि चुनाव हार्यो भने के गर्नुहुन्छ होइन म हार्न मैले जानेको छैन पनि हार्यो भने होइन। पत्रकारिता